आजबाट मलमास ल सुन्नुहोस् है, तपाईँहरूको जिज्ञासा मेरो एन्सर। हजुरहरूले धेरैजनाले सोध्नुभयो, ल मलमासमा नवविवाहित जोडी भिडियो कलमा पनि बोल्न हुँदैन रे, सँगै पनि बस्न हुँदैन रे। अब यो कुराको क्वेसनको एन्सर म दिन्छु, सुन्नुहोस् है। अब के हो भने शास्त्र अकाट्य छ। शास्त्रको विधि विधान अलिकति प्रकृतिको लोकको मान मर्यादा हामीले पुरा गर्नुपर्ने हुन्छ। तपाईँले आत्तिने कुरा होइन, तपाईँ डराउने कुरा होइन, भिडियो कलमा बोल्न तपाईँ मजाले हुन्छ। अर्को कुरा, शास्त्रको मर्यादा मान्नु, हाम्रो लोकको मर्यादा मान्नु, प्रकृतिको नियम मान्नु हाम्रो कर्तव्य पनि हो। त्यसैले यो शास्त्रमा के छ भने सम्भोगको कुरा, श्रीमान श्रीमती 80 सालको मलमास पछाडि, यो 3 वर्षमा आउने मलमासमा 80 सालको मलमास पछाडि जसको विवाह भयो उहाँहरूले चाहिँ बार्नुपर्छ, छल्नुपर्छ, गर्भधारण गर्नु हुँदैन। विशेष गरी यौन सम्भोगको चाहिँ कुरा गरिएको हो, चर्चा गरिएको हो। सँगै बस्न मिल्यो, हजुरहरू ब्रह्मचार्य सन्यास पालना गर्नु भनेको हो। अनि अर्को कुरा, यो नबार्दा के हुन्छ भन्ने क्वेसन पनि छ। त्यसको लागि शास्त्रको मर्यादा नमान्दा गरिएको शुभ फलहरू बाट चाहिँ नष्ट हुन सकिन्छ। अब हुन्छ नि अलिकति रोग पीडा अशान्ति विघ्न बाधा प्रकृतिको विपरीत जाँदा पितृदोष देवदोष हुन सक्छ भनेको हो। बार्नु हुँदा असाध्यै राम्रो हुनेछ। नमस्ते, म